किताबमा भनिएको छ भारतले गर्दा नेपाल बर्बाद भएको हो किनभने भारतले नेपालीलाई डिल्यान्ड बनाउँदैछ रे। भारतसँगको हाम्रो मनीको फिक्स जुन एक्सचेन्ज रेट छ त्यो हटाउनुपर्छ। भारतसँगको सीमा विवाद र पुराना सन्धि सम्झौताको बारेमा अब भारतसँग होइन बेलायतसँग वार्ता गर्नुपर्छ रे। किनभने भारत त बेलायतको गुलाम हो। अब भारतलाई तहलाउनका लागि अब नेपालले ग्रेटर नेपाल बनाउनुपर्छ। भारतले ग्रेटर नेपाल बनाउन दिँदैन अनि ग्रेटर नेपालका लागि बेलायतसँग वार्ता गर्ने यो अनुरोध होइन, किताबका लेखकको भारतलाई चेतावनी हो। भारतले यो चेतावनी सुनेन भने भारत र बेलायतको जुन गोर्खा रेजिमेन्टका सैनिकहरू छन् तिनीहरूले विद्रोह सुरु गर्छन् अरे। त्यसपछि त 100% ग्रेटर नेपाल पक्का। तपाईँलाई लाग्यो होला कस्तो हावा कुरा गरेको हो भनेर। यो कुरा मैले गरेको होइन क्या, यो कुरा यो किताबमा लेखिएको छ। हावा र बकवास कुराहरूको यो श्रृङ्खला कहाँ यतिमा सकिन्छ त भने यो किताब राजनीतिक पार्टीको दस्तावेज जस्तो होइन अरे, दिव्योपदेशको पुनः व्याख्या हो अरे। त्यसकारण यो किताबमा अहिलेसम्म कसैले नभनेको, कसैले थाहा नपाएको कुरा छ। भ्रष्टाचार अन्त्य गर्ने, जनतालाई न्याय दिलाउने कुरा लेखिएको छ। सुशासन पारदर्शिता लागू गर्ने, आर्थिक परनिर्भरता रोक्ने र यसका लागि के गर्ने त भन्दा ज्ञानेन्द्र शाहले भनेको जस्तै स्वदेश नै फर्क, स्वदेश नै स्वर्ग भन्ने नारा लाउने।